आइपुगेको 32 घन्टा काम गरेर कसम नाइट हानेको होइन नाइट काम हानेको हालत त्यस्तो खराब भइसक्यो नाइट। हेलो गाइज गुड मर्निङ। अहिले हेलो गाइज आइम ब्याक होइन धेरै दिनपछि अहिले चाहिँ ड्युटीबाट ट्याक्क आइदिरहेको 32 घन्टा ड्युटी हानेर त्योहरू पनि सब गरिरहेछ। पहिला घरमा हुँदाखेरि 32 मिनट मम्मीसँग काम गर्न नसक्ने म अहिले रहरले होइन बाध्यताले गर्दा 32 घन्टा काम गरेर आउँदा ज्यानहरू पनि धेरै गलिरहेछ। के गर्नु यस्तै रहेछ। रहर त कहाँ थिए र भने जस्तो यहाँ छैन। आज एक दिन चाहिँ 32 घन्टा काम हानेर आएको जस्तै भइरहेछ। अब रुम पुग्न लागिरहेछ। रातिको 3:30 बजीतिर ट्याक्क आएर यसो होइन हाम्रो केटाहरू चाहिँ रुम पुगिसक्यो। अहिले म चाहिँ जाँदैछु। यो चाहिँ नाइट र डे चाहिँ धेरै फरक हुन्छ क्या होइन। डेमा 8 घन्टा काम गर्दा र नाइटमा 3 घन्टा काम गर्दा धेरै फरक हुन्छ। नसुत्नुपर्छ न के गर्नुपर्छ। लामखुट्टे यस्तो टोक्छ कि म्या कसम त्यो मलाई मात्र थाहा छ क्या सिक्ने हो भनेको। लास्टै म्या कसम नाइट हान्दाखेरि चाहिँ होइन के हुन्छ भने भनेको जस्तो हुँदैन कसम। भन्न त भन्छ कि उहाँहरूले ए नाइटमा यस्तो उस्तो सुविधा छ सिक्ने। अब चाहिँ नाइट चाहिँ जे होस् अब केटा हो होइन म यति कुरो भन्छु। काम त चाँडै सकिन्छ 2:30 बजे 3 बजीतिर सकिन्छ। सुत्न पाउँछ भन्छ मोदी यति नै हो। डे नाइट हान्न त नसक्ने रहेछ भनेको जस्तो कहाँ हुने रहेछ हौ। नाइटको काम त अति गाह्रो पो हुने रहेछ। अब नाइट नहान्ने विचारमा छ हिजो धेरै ठकेर नि हुँदैन। अब सर होइन अब यहाँतिरको भ्यूहरू पनि देखाउन खोजिरहेको छु तपाईँहरूलाई। हेर्न सक्नुहुन्छ बिहानको सिन चाहिँ यस्तै छ। अब एकछिनपछि ट्रेन आउँछ होला सायद मलाई जहाँसम्म लाग्छ एकछिनपछि ट्रेन चाहिँ आउँछ होला। त्यही भएर एकछिन वेट गरिरहेको। अब चाहिँ ड्युटीतिर जानु पऱ्यो। अब अरू केटाहरू चाहिँ गइसक्यो सर र यो चाहिँ ट्रेनको बाटो हो खासमा भन्नुपर्दा। जानुपर्छ सर र 6 बज्न लागिरहेछ। अब 6 बजे त्यहाँ अफिसमा पुग्नुपर्छ। त्यस्तै सेलेरी आउने बेलामा पनि त्यस्तै हुन्छ फेरि। हाम्रो केटाहरू चाहिँ ट्याक्क त्यहाँ तल पुगिसक्यो। हामी चाहिँ यहाँ 6 फ्लोरको माथि कौसीमा छ अहिले चाहिँ। अब ड्युटीतिर जानुपर्छ। 6 बज्न लागिसक्यो ट्याक्क। स्वरहरू पनि कस्तो स्पष्ट आएको छैन होला सायद। माइन्ड नगर्नु होला तपाईँहरू। अब छोरा मान्छे हो यस्तो त भइहाल्छ। सक्छु कि भनेर आँट गरेको तर अलि नसक्ने रहेछ डे नाइट हान्न चाहिँ। कि त नाइट भनेको नाइट मात्र हान्नु पऱ्यो कि त नभए त डे भनेको डे मात्र हान्नु पऱ्यो। अब डे नाइट हान्न त अब नसक्ने रहेछ गाइज हो। म अघि चाहिँ माथिदेखि आएको ट्र्याक हाम्रो केटाहरू उता पुगिसक्यो। आमा बुवा हो रहेछ साँच्ची रहेछ। यो चाहिँ रेल लाइट चाहिँ त्यो रहेछ जब कि सानो हुँदा त मैले सम्झाउनु भएको थियो। अहिले कहानी हो कि सपना हो त्यो त थाहा भएन। हो
रहेछ अहिले आएर बुझेँ मैले तपाईँले बिहान उठ छोरा अब एकछिनपछि काम जानुपर्छ खेताला जानुपर्छ भन्दा नउठेँ म अहिले अल्गमको भयो म त इन्द्रको धर्म हिँड्नु परिरहेछ टाइममा ड्युटी पुगेन भने त्यस्तै अनुसार सेलर पनि आउँछ अब काम त गऱ्यो टाइममा काम गरेर राम्रोसँग काम गरेन भने त्यस्तै अनुसार हुँदो रहेछ लास्टै गाह्रो हुँदो रहेछ आमा काम त गर्छ जे जस्तो भए पनि तर सेलर आउने बेलामा रोक्दाखेरि मन धेरै दुख्ने गर्छु अब के भन्नु टाइम टेबल काम गर्नु पऱ्यो काम कति बजीसम्म हो राख्छ होइन अब ठिकै छ 72 घन्टा हिजो हानेको अब हान्न सक्छ कि भनेर तर नसक्ने रहेछ हाम्रो केटाहरू चाहिँ ट्याक्क होइन अरू केटाहरू चाहिँ गइसके हामी 3-4 जना मात्र छ ट्याक्क सक्यो।